जब म प्लेनबाट बाहिर निस्केँ तब सुरु भयो भारी मनसँगै कालो दिनहरूको सुरुवात। जसो तसो गरेर परदेशमा पाइला त टेकेँ, तर थाहा छैन अब के गर्ने, कता जाने, कहाँ बस्ने, के खाने, केही कुराको टुङ्गो पनि छैन। नेपालबाट आउँदा जे सोचेर परदेश आएको थिएँ, तर त्यो भने 1% पनि थिएन। आफ्नो सोचभन्दा बिल्कुलै फरक। हिजोसम्म घरमा एउटा पानीको गाग्री समेत धाराबाट घरभित्रसम्म लैजान पनि गाह्रो मान्ने मान्छे म आज आफूभन्दा कैयौँ गुणा ठुलो लगेजको भारी सकी नसकी हिसाब यताउता बेचैन भएर भौतारिरहेको थिएँ उही बस्ने बासको खोजीमा। हुन त म मात्रै पनि होइन, म सँगै आएका 2-4 जना साथीहरूको हालत पनि उही नै थियो। हामी यतिसम्म दुविधामा थियौँ कि म आइपुगेँ भनेर घरमा फोन गर्न पनि पाइएको थिएन। फोन गर्नलाई कुनै नेट पनि पाएका थिएनौँ हामीले। निकै भौतारिरह्यौँ, कहिले यता कहिले उता गर्दै भौतारिरह्यौँ। त्यसपछि धेरै लामो समयपछिको पर्खाइ, धेरै लामो समयपछिको दौडधुप पछि बल्ल जुन कम्पनीमा हामीले नेपालबाट कुरा गरेर आएका थियौँ, त्यही कम्पनीको साहु हामीलाई पिकअप गर्न आयो। त्यसपछि मात्र केही आशा पलायो, अब त केही सहज हुन्छ कि भनेर। र अनि केही झिनो आशा पलायो, अब त केही खानेकुराहरू खान पाइन्छ कि भनेर।